सो हेलो गाइस, वेलकम बैक टु माई च्यानल वन्स अगेन। तपाईँलाई स्वागत छ मेरो च्यानलमा। र अस्ति चाहिँ म चाहिँ कहाँ गएको थिएँ भन्दाखेरि चाहिँ तपाईँहरूले यसो थम्बनेल हेरेर चाल पाइसक्नु भयो होला। आजको भिडियो पनि के कस्तो हुन्छ भने तपाईँ थम्बनेल हेरेर थम्बनेल र टाइटल हेरेर थम्बनेल र टाइटल हेरेर चाल पाइसक्नु भयो होला हैन गाइस। आज मेरो बुढीले लडपडिँदैछ, खै के कसो कुनै के भयो थाहा भएन। र मेरो बोली तपाईँहरूले बुझ्नु भएछ भएको छैन त्यो थाहा भएन मलाई। तपाईँ पनि गएर भिडियो हेर्नुहोस् गाइस, दाइ कस्तो छ के हो कसो भनेर बुझ्नुहुन्छ। र त्यसमा मेरो के छ कसो केले कसरी लिए टाढा गयो भने त्यस्तो त्यो कस्तो लाग्यो तपाईँलाई भिडियो यसो कमेन्ट पनि गरिदिनुहोस् होला। जो नयाँ हुनुहुन्छ त्यो सब्सक्राइब पनि गरिदिनुहोस् होला। र गाइस भिडियोमा लागौँ है। सो लेट्स गो। आज म अनि मेरो साथी दवाको स्कुटीमा सिलगढी झरिरहेको छौँ, किनभने हामी आज रोयल एनफिल्ड सोरुम गइरहेको छौँ। र किन गइरहेको छौँ सोरुम भन्दाखेरि तपाईँले भिडियोमै देखिहाल्नुहुन्छ र भिडियो अन्तसम्म हेरिदिनुहोस् होला। आज चाहिँ हामी यहाँ मेरो एकदम यहाँ बाइक ल्याउन आएको छौँ होइन। त्यही हो सोरुम चाहिँ ल्याउने। हामी सेवक रोड पढेको छौँ हामी फिलहाल। र म चाहिँ अघि दिदी चाहिँ आइपुगेको। र आज चाहिँ मेरो न्यू बाइक आउँदैछ रोयल एनफिल्ड हन्टर। र सोरुम चाहिँ यही हो गाइस है। हामी यहाँ आएर छौँ र अब फर्दर के हुन्छ कसो हुन्छ हेरौँ न है। पेमेन्ट देखाउने सो गाइस यहाँ पेमेन्ट मेरेज हुँदैछ है। क्यास बोकिरहेको छ बाबाले, यति छ। अरू बाँकी अनलाइन हुँदैछ। तपाईँको युट्युबमा यहीँ छ है। त्यति ठुलो आवाज नगरौँ, आवाज आएको छ कि आएको छैन। आई होप सो। अहिलेसम्म म त्यहाँ बाइकको दर्शन देखाउँछु तपाईँहरूलाई। सो गाइस पेपर वर्क सबै भइसक्यो हाम्रो होइन। बाइक एकदम तल मुनि उसमा स्टोरमा पुलिस चाहिँ पलिस सलिस गरेर के जाति के भन्छ त्यो एक्सचेन्ज के लगाएर कोटिङ सोटिङ गरिदिँदैछ। र फिलहाल चाहिँ साथीको पनि नम्बर प्लेट एन्टोकको नम्बर प्लेट आएको रहेछ। र चाहिँ अब चाहिँ हामी एकछिन नम्बर प्लेट साथीको लिएर आएर फेरि यहाँ आएर चाहिँ बाइकको फेरि दर्शन पाउनेछौँ। बाइक रेडी गरिदिँदैछ हाम्रो, सबै वर्क भइसक्यो, पेपर वर्क सबै भइसक्यो। र अब चाहिँ फेरि हामी आउँछौँ यतानिर एकछिन साथीको नम्बर प्लेट लिएर आउँछौँ। सो अब नम्बर प्लेट ल्याउँछौँ है गाइस, साथीको नम्बर प्लेट एन्टोकको। ल गाइस साथीको पनि नम्बर प्लेट लागिसक्यो है एन्टोकमा। त अब चाहिँ यहाँ ओह्रालो सरी हामी अब सोरुमपट्टि जान्छौँ। ब्याक टु रोयल एनफिल्ड सोरुम। प्रिभियस सोरुमदेखिको ब्याक टु रोयल एनफिल्ड सोरुम। अब गइन्छ एनफिल्ड सोरुममा। त्यहाँदेखि हुन्छ मेरो बाइकको दर्शन गाइस, बाइकको दर्शन। सोरुमबाट निस्किसक्नु भनौँ है। त्यहाँदेखि मेरो बाइक चाहिँ पर दार्जिलिङमा सामान गइदिन्छ। त्यहाँदेखि ट्राफिक यस्तै छ, ट्राफिकले गर्दाखेरि अलिक एक्सिडेन्ट हुन्छ मलाई, किनभने आदत छैन नि त ट्राफिकमा कुदाउने। त्यही कारणले चाहिँ एक्सिडेन्ट अहिलेसम्म दार्जिलिङमा गरेको छ गाइस। हजारको लाग्यो। हजारमा त हुनुपर्ने सायद। हजारको भन्ने कम्ती हुन्छ नि। माथि चाहिँ आउँदै त्यत्रो त आयो। 955 मात्रै गर्दा हुन्छ। अडिहाल्छ हजुर। रिटर्न हुन्छ होला नि त होइन। जो ल थ्याङ्क यू। ल यता म माथि आइज न ल।
रात परिसक्यो, तेल सेल लाग्यो होइन, एकदम फुल ट्याङ्की जस्तो भएर 1000को तेल सेल लाग्यो। अन्त अब चाहिँ घरतर्फ लाग्दैछु नि, अँधेरो भइसक्यो र अब सिधै गएर घरमा भेटाइ हुन्छ होला होइन गाइस। र अहिलेको लागि फिलहाल यति नै, अब भोलि अब घरमा गएर भेटौँ है गाइस ल। सो गाइस घर पनि आइपुगिसक्यौँ है, अब रात परिसक्यो, अब सुत्नुपर्छ, त्यसैले गर्दा भोलि बिहान भेट हुन्छ। सी गाइस। सो गाइस आज चाहिँ हामी फेरि माथि बाइकको यसो पुरासुरा गर्नको लागि टाइगर हिलपट्टि जानेछौँ। अन्त आमाहरू चाहिँ अघि जोरङ्गा पुगिसक्नु भएको छ। अन्त म चाहिँ अब भर्खर यो के भन्छ अघि जोरङ्गा आइपुगेको थिएँ, क्यामेरा ल्याउने बिर्सिरहेको थिएँ, क्यामेरा लगेर जाँदैछु अहिले फिलहाल चाहिँ। अन्त अब सिधै उकालो गइन्छ, पुरासुरा गरिन्छ, त्यहाँदेखि के भन्नु अब जे हुन्छ कस्तो हुन्छ त्यसलाई तपाईँलाई देखाइहाल्छु है। सो स्टे ट्युन होइन गाइस, भेट्दै गरौँ भने सरी। गाडी हुट आइदिन्छ हराउनमा चाहिँ हाम्रोतिर चाहिँ त्यसरी एकदम जोगेर कुद्नुपर्छ। त्यही हो गाइस है। यो बाटो चाहिँ एकदम कस्तो छ भने चाहिँ एकदम सानो खालको बाटो छ कि, एउटा गाडी मजाले छिर्ने, यसो गाडी 5-6 आयो भने एकदम जाम हुने चान्सेस छ। त्यही हो, त्यसैले गर्दाखेरि चाहिँ यो बाटो चाहिँ एकदम जोगेर हुन्छ नि, बाइकवालाहरू स्कुटीवालाहरू चाहिँ गाडीहरू चाहिँ एकदम हुटिवाले खेल्छ। मेन चाहिँ पानी गाडीहरू एकदम उनीहरूकै खै के तालले कुदेको थाहा भएन, तर स्पिड एकदम मचेर आइदिन्छ हो। त्यसैले गर्दा चाहिँ एकदम यो रोडमा जो आउनुहुन्छ ट्रेन रोड साइड एकदम जोगेर आउनुहोस् होला, एकदम यहाँ चाहिँ गाडीहरू चाहिँ हुँदै आइदिन्छ। हामीहरू चाहिँ गइसकेको छ उकालो, साङ्गेसँग गइछ साङ्गेको स्कुटीमा। र अब हामी चाहिँ अब जानेवाला छौँ, हामी मतलब म जाँदैछु अहिले। बाटो यस्तै छ, तर हिँड्छ एकदम मजाको, टर्निङ भएको, तर एकदम टर्निङमा चाहिँ त्यही हो गाइस है, जोगिनुपर्छ। फिलहाल चाहिँ माथि मगरथा सुरु भयो, त्यसले गर्दाखेरि अलिक मान्छेहरू घुम्ने यसो जाने घुम्ने गर्छ, त्यसले गर्दा गाडीहरू अलिक बेसी मात्रामा छ। त्यसैले गर्दाखेरि चाहिँ अलिक जोगेर जानुपर्छ भनौँ न है। यस्तै हो। अहिले टुरिस्टहरू पनि निकै सिजन लागेको छ, सिजनमा बिहान त त्यस्तै भिड हुन्छ गाइस है। एकदम जोगेर जाउँ न, बाइक पनि नयाँ हो, बाइकमा त्यस्तो हात सेट भइसकेको छैन, त्यसले गर्दाखेरि एकदम जोगेर जानुपर्छ। त्यही त हो पारा गाइस है। टर्निङ चाहिँ जो मस्त छ नि त यहाँको, एकदम मस्त टर्निङ हे भन्दा छ त गाइस। पार्किङ सार्किङ गरिसक्यो हेरेर होइन, आमाहरू मन्दिर पूजा पुगिसकिसक्यो छ। अन्त भाइ चाहिँ यहाँ पर्खिरहेछ। सो अब म पनि मन्दिरभित्र पस्छु, जाउँ होइन मन्दिरभित्र। अब फिलहाल चाहिँ आमाहरू चाहिँ यहाँ लाइनमा बसिरहेछ, मन्दिर जाँदैछु है। आमा चाहिँ यहाँ लाइनमा छ। हेलो भनिदिनु आमा, हेलो भनिदिनु। अब पर पूजामा यसो बस्छु, पूजा गरेको रेकर्डिङ गर्नु पाइन्छ कि पाइँदैन हेरौँ है। आफ्टर अ लङ टाइम गाइस यहाँसम्म चाहिँ आइपुग्यौँ। फिलहाल हामी यहाँ गेटसम्म चाहिँ पर लाइनदेखि आएको, लाइन हेर्नुहोस् है गाइस कति लामो छ, पुरा लामो छ, यतिको लामो चाहिँ भइसक्यो लाइन। खाना खाएको जस्तो स्वस्ति नः पूजा विश्ववेदाः स्वस्ति नस्तार्चो अरिष्टनेमि स्वस्ति नो बृहस्पतिर्ददातुं श्रीवत्समारोग्यमा विधातुं सोमानमते शतसंवत्सरं दीर्घमायुं श्रीवत्समायुष्मा रोगिमा विधातुं सोमानमते शतसंवत्सरं। देर मसिस निकाल्नु त ल डाल्नुहोस् तपाईँलाई।
हरि ओम स्वस्ति इंद्रो वृषभाः स्वस्ति नः पूषा विश्ववेदाः स्वस्ति नस्तार्क्ष्यो अरिष्टनेमिः स्वस्ति नो बृहस्पतिर्दधातु भावः विश्वकर्मा देवताभ्यो नमो नमः या गच्छ या तिष्ठा पूजं गृहाण तावतं सुस्थिराभवस्सु प्रसन्नो वरदोवं स्वस्ति न इन्द्रो वृषभाः स्वस्ति नः पूषा विश्ववेदाः स्वस्ति नस्तार्क्ष्यो अरिष्टनेमिः स्वस्ति नो बृहस्पतिर्दधातु भावः विश्वकर्मा देवताभ्यो नमो नमः या गच्छ या तिष्ठा पूजं गृहाण तावतं सुस्थिराभवस्सु प्रसन्नोऽन्तर्गतं स्वस्ति न इन्द्रो वृषभाः स्वस्ति न पूषा विश्ववेदाः स्वस्ति नस्तार्क्ष्यो अरिष्टनेमिः स्वस्ति नः बृहस्पतिर्दधातु विश्वकर्मा यजनिष्ठदेव आतिथं गर्भो अभवति तृतीया पिता जनितो कदे नाम पां गर्भां सुशान्तिर्भवतं भावा विश्वकर्मा देवताभ्यो नमो नमः स्वस्ति न इन्द्रो वृषभाः स्वस्ति नः पूषा विश्ववेदाः स्वस्ति नस्तार्क्ष्यो अरिष्टनेमिः स्वस्ति नः बृहस्पतिर्दधातु भावा विश्वकर्मणे नमो नमः या गच्छ या तिष्ठा पूजं गृहाण तावतं सुस्थिराभवः सुप्रसन्नो वरदोवं स्वस्ति न इन्द्रो वृषभाः स्वस्ति नः पूषा विश्ववेदाः स्वस्ति नस्तार्क्ष्यो तीन पटक हरि ओम श्री वत्समाय समारोग्यमा विराजं सोमानं देवताभ्यो नमो या गच्छ या तिष्ठा पूजं गृहाण तावतं सुस्थिराभवः सुप्रसन्नो वरदो भवं सुदृशोद्भूतो गन्धाढ्यो गन्धोत्तमाग्र्य सर्वदेवानां धूपोऽयं प्रतिक्रियतां धूपम् आग्रापयामि वरसुदृशोद्भूतो गन्धाढ्यो गन्धोत्तमाग्र्य सुशान्तिर्भवतु अफ भयो त भाइ क्यामेरा अफ भयो त लो दोपला त्यहाँ गाडा वनस्पतिरसोद्भूतो गन्धाढ्यो गन्धोत्तमाग्र्य सर्वदेवानां धूपोऽयं प्रतिक्रियतां जाऊ पर पंडितजी नरेला उठाऊ ढोक गर यसरी फेरि पल्टाएर भाँच्नु नपरोस् भनेर ढोक गर हरि ओम श्री वत्समा शान्ति र अगाडि फुटाउ एकैतालमै जोडले हिर्का भाइ छ र अब हरि ओम शान्ति राप शान्ति रोग सुशान्ति सर्व अरिष्ट शान्ति शान्तिर्भवतु भावा विश्वकर्मा देवताभ्यो नमो नमः लो आवेदा लो अब फूल लिएर ध्यान गर हरि ओम तत्सत् ओम विष्णु अद्य पुरचार्थ संकल्प सिद्धिरस्तु अद्य आत्रेय गोत्रोत्पन्नः तिम्रो नाम कसको नाम नौरानको नाम के हो ए बोलाउने नाम अनुराग अज्ञात व्यावहारिक नाम अनुराग नौरानको नाम के हो म त बिर्से पण्डितजी अध्यात्म शुभ फल प्राप्ति का बाबा विश्वकर्मा देवता पूजन कर्म दुर्घटना दिवा निवारण शांति का शुभ लाभ शुभ फल प्राप्ति का पूजित विश्वकर्मा मंत्र पुष्पांजलि समर्पयामि डोकर चला टाउको राखेर डोकर यसलाई एकछिन पकाउनु लो राख्न माथि चढ सीधा राख अलिकति अगाडिबाट स्टार्ट गरेर स्ट्यान्ड उठाऊ सो गाइस सबै कुरा भइसक्यो है पूजासूजा पनि भइसक्यो एकदम गाडीसम्म पुग्यो बाइकको पनि पूजासूजा भइसक्यो अन्त यहाँ तल नवरात्रिले गर्दाखेरि यहाँ भण्डारा हुँदै थियो र भण्डारा पनि खाइसक्यौँ भनौँ न अब चाहिँ घरतर्फ लाग्दैछौँ अब चाहिँ घरपट्टि जाउँ है यति नै थियो आज आई होप तपाईँले इन्जोय गर्नु होला यो भिडियो अन्त आजको लागि के भन्ने यति नै हो भन्नुहोस् न है होइन गाइस आजको लागि यति नै गाइस है फेरि भेटौँला अर्को ब्लगमा जो नयाँ हुनुहुन्छ प्लिज सब्सक्राइब गरिदिनुहोस् होला मेरो च्यानललाई र सी यू सुन अन्त न्यू ब्लग पिस आउट गाइस